आज हजुरहरूलाई सानोमा हजुरमुमाले सुनाएको कथा सुनाउँदै एउटा पकवान बनाउँछु ल। आजको पकवान बनाउँदा बनाउँदै कथा पनि सकिन्छ। एका देशमा हरियाली वन नाम गरेको एउटा विशाल र घना जङ्गल थियो। त्यहाँ अग्ला साल र सिसौका रुखहरू आकाश छुने गरी उभिएका हुन्थे भने भुइँमा रङ्गी-चङ्गी फूलहरूले वनलाई सुन्दर बनाएका थिए। त्यो जङ्गलको राजा शेरबहादुर नाम गरेको एउटा शक्तिशाली सिंह थियो। शेरबहादुर देख्नमा निकै डरलाग्दो र रोबदार थियो। उसको शरीर बलियो र गठिलो थियो भने घाँटीमा भएको सुनौलो र बाक्लो जुरोले उसको सुन्दरतालाई अझ बढाएको थियो। उसका आँखा आगोको ज्वाला जस्तै चम्किला थिए र गर्जन यस्तो थियो कि सुन्दा मात्रै पनि जङ्गलका साना ठूला सबै जनावरहरूको मुटु काम्थ्यो। आफ्नो शक्ति र आकारको कारण सिंहमा निकै घमण्ड थियो। एक दिन जेठ महिनाको टन्टलापुर घाम लागिरहेको थियो। जङ्गल सुनसान थियो। चराचुरुङ्गी पनि गर्मीले गर्दा पातको ओत लागेर बसिरहेका थिए। भर्खरै शिकार गरेर अघाएको सिंह एउटा ठूलो बरको रुखको शीतल छहारीमा मस्त निदाएको थियो। उसको विशाल पेट श्वास फेर्दा तलमाथि गरिरहेको थियो। त्यही समयमा नजिकैको दुलोबाट एउटा सानो, खैरो र चञ्चल मुसा बाहिर निस्कियो। मुसाका आँखा कालो दाना जस्तै चम्किला थिए र उसका मसिना जुङ्गाहरू चलिरहेका थिए। उसले सुतिरहेको सिंहलाई देख्यो, तर उसलाई लाग्यो त्यो कुनै ठूलो ढुङ्गा वा माटोको थुप्रो हो। त्यो अबोध मुसा ख्यालख्यालमै सिंहको विशाल जिउमा चढ्यो। ऊ सिंहको नरम भुत्लामा चिप्लेटी खेल्दै कहिले पुच्छर तान्दै त कहिले पिठ्यूमा उफ्रिन थाल्यो। मुसाको सानो पन्जाले सिंहको नाकमा कोतरिएपछि सिंहको गहिरो निन्द्रा भङ्ग भयो। बिउझिँदा सिंहको आँखा रिसले रातो भयो। उसले ठूलो स्वरमा गर्जिँदै आफ्नो विशाल पन्जाले त्यो सानो मुसालाई च्याप्प समात्यो। मुसा सिंहको पन्जाभित्र एउटा सानो धुलोको कण जस्तै देखिन्थ्यो। सिंहले आफ्नो ठूलो मुख खोलेर तीखा दाँत देखाउँदै मुसालाई निल्न आँट्यो। मृत्युलाई नजिक देखेर मुसा थरथर काम्न थाल्यो। उसको सानो आवाज निकै टिठो लाग्दो सुनियो। हे वनराज, म अत्यन्तै सानो र तुच्छ प्राणी हुँ। हजुर जस्तो महान र शक्तिशाली राजाले म जस्तो सानो जीवलाई मारेर के पाउनुहुन्छ? मलाई खाएर हजुरको एउटा दाँतको काप पनि भरिँदैन। बरु मलाई जीवनदान दिनुभयो भने म हजुरको यो गुण कहिल्यै बिर्सने छैन। कसलाई के थाहा, भविष्यमा यो सानो मुसाले पनि हजुरको कुनै ठूलो सेवा गर्न सक्छ कि? मुसाको कुरा सुनेर सिंहको रिस हाँसोमा बदलियो। उसले आफ्नो विशाल पन्जालाई मुसाको सानो शरीरसँग तुलना गर्यो र घमण्डका साथ सोच्यो, यो पिच्चे मुसाले म जस्तो जङ्गलको राजालाई के सहयोग गर्ला? तर मुसाको डरले भरिएको अनुहार र नम्रता देखेर सिंहको मन पग्लियो। जा, भाग यहाँबाट। आज मलाई भोक लागेको छैन, भन्दै सिंहले मुसालाई छोडिदियो। मुसाले बारम्बार धन्यवाद दिँदै आफ्नो दुलोतिर सुइकुच्चा ठोक्यो। समय बित्दै गयो। एक दिन जङ्गलमा केही शिकारीहरू आए। उनीहरूले जनावरहरू हिँड्ने बाटोमा पात र माटोले छोपेर एउटा बलियो जाल बिछ्याएका थिए। नसोचेको घटना घट्यो। शक्तिशाली सिंह शेरबहादुर त्यही बाटो हिँड्दै गर्दा शिकारीको पासोमा पर्यो। एक्कासी डोरीहरू कसिए र सिंह हावामा झुन्डियो। उसले जाल च्यात्न आफ्नो सम्पूर्ण बल लगायो। तीखा नङ्ग्राले कोतर्यो, तर जालका डोरीहरू निकै मोटो र बलियो थिए। जति छटपटायो जाल उति नै कसिन्थ्यो। अन्त्यमा आफ्नो बलले काम नगरेपछि त्यो घमण्डी सिंह लाचार भयो र पीडाले गुहार माग्दै ठूलो स्वरमा गर्जियो। सिंहको त्यो दर्दनाक र करुण क्रन्दन त्यो सानो मुसाको कानमा पर्यो। उसले तुरुन्तै आफ्नो उपकारी मित्रको स्वर चिनिहाल्यो। आज मेरो मित्र आपतमा छन् भन्दै ऊ बिजुलीको गतिमा दौडेर सिंह भएको ठाउँमा पुग्यो। सिंहलाई जालमा फसेको देखेर मुसाले भन्यो, महाराज, नडराउनुहोस्, मेरा दाँत सानो भए पनि बन्चुरा भन्दा तीखा छन्। मुसा जालको डोरीमाथि चढ्यो र कुटुकुटु गर्दै सरासर डोरीहरू काट्न थाल्यो। हेर्दा हेर्दै उसले जालका मुख्य डोरीहरू काटिदियो। केही बेरमै जाल खुकुलो भयो र सिंह बन्धनमुक्त भयो। स्वतन्त्र भएपछि सिंहले लामो सास फेर्यो।
उसले तल भुइँमा उभिएको त्यो सानो मित्रलाई हेर्यो। आज उसलाई त्यो सानो मुसा आफूभन्दा पनि ठूलो लाग्यो। सिंहले आफ्नो शिर निहुराएर भन्यो, मित्र, मैले तिम्रो सानो आकार देखेर तिमीलाई कमजोर ठानेको थिएँ, तर आज तिम्रो सानो शरीरमा भएको ठूलो हिम्मत र तीक्ष्ण दाँतले मेरो ज्यान बचायो। मलाई तिम्रो प्रति गरेको पुरानो गलत व्यवहारलाई माफ गरिदेऊ। सिंहको कुरा सुनेर मुसाले शेरबहादुरको अनुहारमा गहिरो पश्चाताप देख्यो। उसले लजाउँदै भन्यो, हात्तेरीका महाराज, हजुर पनि मलाई यसरी लज्जित नबनाउनुहोस् न। यो भन्दै दुवैजना खुसीले रमाए र आआफ्नो वासस्थानतिर लागे। त्यस दिन सिंहको घमण्ड चकनाचुर भयो। सिंह र मुसा जङ्गलका सबैभन्दा मिल्ने साथी बने। हामीले यस कथाबाट यो नैतिक शिक्षा सिक्यौं कि आकारले क्षमता निर्धारण गर्दैन। कोही सानो वा कमजोर देखिँदैमा उसलाई हेला गर्नु हुँदैन। हरेक प्राणीसँग आफ्नै विशेष खुबी हुन्छ। साथै दयाको फल कहिल्यै खेर जाँदैन, त्यो कुनै न कुनै रूपमा फिर्ता आउँछ।